सम्पूर्ण साथीहरू नमस्कार। आज म मलेसियामा काम गर्नुहुने सम्पूर्ण नेपाली साथीहरूको लागि म एउटा जरुरी सूचना लिएर आएको छु। खास गरेर यो भर्खर आउने नयाँ साथीहरूको लागि हो। पुरानो साथीहरूलाई दाइहरूलाई त धेरैले थाहै होला। अहिले मलेसिया सरकारले चुरोट खाएर पडा खाएर जताततै फ्याल्नेलाई कडाभन्दा कडा सजाय त्यो जरिवाना तिराउने गर्छ। त्यही भएर अब हामी नेपालबाट भर्खर आएको साथीहरूलाई त थाहा हुँदैन। नेपालमा जता खाए जता मन उता थुक्दिने फ्याल्दिने गर्ने गर्छ। नेपाल सरकार अहिले त्यति कडा भएको छैन। भर्खर बनेको सरकारले अब त्यसो नियम लाउँछ कि होला, आशा छ। तर हाम्रो यहाँ नेपालबाट मलेसियामा भर्खर आउनुहुने नयाँ साथीहरूको लागि यो जरुरी सूचना छ। तपाईँहरू चुरोट खाने बानी छ, कसैलाई पडा खाने बानी छ भने जताततै नफ्याल्नु होला। जहाँनिर तोकिएको छ यो ठाउँमा खाने त्यो ठाउँमा मात्रै खानुहोस्। जुन ठाउँमा तोकिएको छैन त्यहाँ नखानु होला। र खाएर डस्टबिन हुन्छ, डस्टबिनहरूमा हाल्ने गर्नु, जताततै नफ्याल्नुहोस्। अहिले मलेसिया सरकारले धेरै कडा नियम लगाएको छ। चुरोट खाएर पडा खाएर जताततै फ्याल्नको लागि 200 देखि 250 सम्म जरिवाना तिराउने गर्छ। त्यही भएर सबै साथीहरू सतर्क रहनुहोला। मलेसियाको अरूतिर कस्तो छ त्यो त मलाई त्यति थाहा भएन। तर मलेसियाको केलमा बस्ने साथीहरू चाहिँ अलिक धेरै सतर्क रहनु होला। केलमा यो नियम लागू भइसकेको छ। अरूतिर के छ, के कसो छ त्यति मलाई जानकारी भएन। तर जसो लाग्छ मलाई चारैतिर यो लागू हुन्छ नै। केलमा लागू भइसकेको छ। पडा खाएर, गुट्का खाएर, चुरोट खाएर जताततै नफ्याल्नु होला। हस्त, धन्यवाद।